So hello, what's up guys, my new vlog. र आज चाहिँ हामी यति राति किन आऊ भन्या मेरो अब कोचिङ छ म चाहिँ अब बल्ल आउँदै हो घरबाट स्कुलबाट एउटा हामीले त कोसेली भन्ने पाउँछ त्यो चाहिँ मैले खाएको एउटा अङ्कलले दिनुभएको चक्लेट छ त्यही खाँदैछु रसिलो भन्ने चक्लेट 5 को 4 वटा गाउँघरमा 5 को 5 वटा हाम्रो त 4 टा दिन्छ 5 को मेरो माहरुमा चाहिँ मेरो माहरु चाहिँ कालिकाबाट सिधै दाबा काई नमोडिकन एउटा ठाउँमा चाहिँ एउटा मन्दिर एउटा चौतारा त्यसको साइडमा एउटा पानी खाने धारा परेर त्यसको साइडमा चाहिँ एउटा उसको सहकारी छ सहकारीको साइडमा चाहिँ एउटा ग्राउन्ड छ त्यो चौताराबाट सिधै एउटा हरियो घर देखिन्छ त्यो मेरो माहर हो गाइस म्यापमा चाहिँ सर्च हान्नु मिल्दैन नत्र म्यापबाट सधैँ मामा हेरेर चाहिँ मेरो र गाइस बल्ल तल घर आयो र म चाहिँ अहिले लोकी क्राफ्ट खेल्दै बस्छु एक दिन भिडियो पनि हाल्लाम र गाइस अब एउटा चीज देखाम मेसिन भात पाकिरहा एउटा ब्याडमिन्टन एउटा कक एउटा स्टिक ग्यालिनको डब्बा ग्यालिनको त्यसमा चामल छ देसी जुगाड हो है गाइस यहाँ पुरै चिनी छ यहाँ पुरै यति पुरै डब्बामा यहाँ हाम्रो त्यो मसला पिस्ने कसको घरमा यो हाम्रो त्यो धान कुटेर पिठो बनाउने नि यही युज गर्छ हामीले यो भन्दा अलि ठुलो छ मामाहरु ल्याउँदै पिस्दै गर्छ यो हाम्रो स्कुल ज्ञानज्योति सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल म चाहिँ यहाँ कता हूँ भने यहाँ यो हो बिस्कुट चपस्टिक छ मेरो फर्स्ट ब्लग पनि रातिमै बनाएको हो सेकेन्ड त्यसै दिउँसो गर्दै आएको मासु हाम्रो तरकारी हो बोडीको तरकारी गाइस
र यहाँ म जुन चाहिँ भ्लगर र गाइस आजको लागि यति नै दिलदान बाई